कुनै कुरालाई तिमी मरिहत्ते नगर। यदि त्यो कुरा तिम्रो भाग्यमा लेखेको छ भने त्यो जसरी पनि लडेर होस्, पल्टेर होस्, धरती भाँसेर होस् अथवा विस्फोट भएर होस्, जेसुकै भएर पनि त्यो तिमी सामु आउँछ, तिम्रै हुन्छ त्यो। सो त्यही भएर डोन्ट फोर्स एनिथिङ। जे हुन्छ राम्रैकै लागि हुन्छ। भाग्यमा भएको कुरा जसरी पनि पुरा हुन्छ। म चाहिँ यसमा एकदमै विश्वास गर्ने मान्छे हो। घटना आजभन्दा केही महिना अगाडि भदौको हो। एउटा राइटिङ ट्रेनिङ देखाएको थिएँ मैले, अनि राइटिङ ट्रेनिङ फर वुमेन थियो क्या, इन्डिजिनियस वुमेन। अनि त्यो देख्ने बित्तिकै म एकदम एक्साइटेड भएँ, किनकि म त नोभल पढ्ने मान्छे, म त कथाहरू पढ्ने मान्छे, अनि कथा प्रतियोगितामा फर्स्ट भएको मान्छे। अफकोर्स मलाई राइटिङ देख्ने बित्तिकै मलाई इन्ट्रेस्ट लाग्यो नि त। अनि त्यसपछि मैले फिलअप गरेँ होइन, त्यो फर्म फिलअप गरेँ। अनि फर्म फिलअपको प्रोसेस पनि अलिक कम्प्लिकेटेडै थियो। त्यसमा तपाईँले लेखेको आर्टिकल अथवा तपाईँले के लेखेको छ त्यो एउटा राख्नुपर्ने रे। अनि मोटिभेसन लेटर, मोटिभेसन किन जोइन गर्न मन छ त्यो लेख्ने रे। अनि त्यसपछि के थियो। अनि जस्ट यति इन्ट्रेस्ट लाग्यो थियो। आई पुट अल माई एफर्ट। अनि त्यहाँ बसेर मैले लेखेर, हातैले लेखेर फोटो खिचेर मैले पठाइदिएँ। अनि त्यसपछि कति धेरै क्यान्डिडेटबाट अनि जम्मा 5 जनालाई सिलेक्ट गर्ने भनेको थियो। अनि त्यसपछि इन्टरभ्यू पनि भयो। अनि मैले इन्टरभ्यू पनि दिएँ। अनि त्यसपछि 2-3 दिनपछि रिजल्ट आयो अनि सेलेक्ट भयो अरे क्या। म कति खुसी भएको थियो क्या। अनि त्यसपछि ठ्याक्कै त्यो बेला अर्को ओरेटरी प्रोग्राम नि भएको थियो क्या। अनि त्यसमा चाहिँ प्राइस 50,000 थियो, 50,000। अनि त्यसपछि मलाई के लाग्यो, ओरेटरीमा चाहिँ यसपालि नजाम, मलाई राइटिङमा जान मन छ भनेर मैले ओरेटरीको 50,000 त्यागेर मलाई त राइटिङमा जान लाग्यो क्या। अनि कति एक्साइटमेन्ट थियो नि मनमा। म 3 दिनमा यो गर्छु त्यो गर्छु भनेर प्लान बनाएको होइन। त्यसको ठ्याक्कै 2 दिनपछि क्या टियुले रुटिन निकाल्दियो अनि फाइनल इक्जाम छ भनेर राख्दियो क्या। अनि यस्तो हार्ट ब्रोकन भएको थियो। अनि त्यसपछि मैले मेल गरेँ, म आउन सक्दिनँ, मेरो फाइनल इक्जाम भयो भनेर अर्गनाइजिङ कमिटीलाई। अनि उनीहरू पनि कस्तो अन्डरस्ट्यान्डिङ के, ल त हुन्छ भन्यो। अनि तर मनमा यस्तो पीडा हुन्छ नि, लाइक यति मन लागेको कुरा छोड्नु पर्दाको पीडा तपाईँहरूले नि फिल गर्नुभएको छ होला। अनि त्यसपछि इक्जाम आउन ठ्याक्कै 2 दिन बाँकी थियो। भदौको 23 गते थियो होइन। अनि भदौको 23 गते थियो। अनि मलाई कस्तो आई मिस द बिगेस्ट अपर्च्युनिटी अफ माई लाइफ वाला फिल आइरहेको थियो क्या। अनि जेनजी प्रोटेस्ट, त्यो दिन जेनजी प्रोटेस्ट भयो। जेनजी प्रोटेस्ट भएर पुरा नेपाल नै लथालिङ्ग सिस्टमै ध्वस्त भएर कतिजनाले ज्यान गुमाए, देशै जल्यो। त्यसपछि त मेरो फाइनल इक्जाम पनि क्यान्सल, सबैको फाइनल इक्जाम क्यान्सल, पुरा देशै हडबडीमा सबै एभ्रिथिङ गट क्यान्सल्ड। अनि त्यसपछि दसैँ आयो। दसैँमा म घर गएँ। अनि घर गए पनि त्यो माइन्डमा हुन्छ नि, माइन्डमा कति चाहिरहेछ कि त्यो राइटिङ प्रोग्राम के भयो होला, मलाई जान पाएको भए के भयो होला, ला कति मनदेखि यति त्यसको लागि यति मरिहत्ते भइरहेको थियो नि। अनि मैले फेरि अर्गनाइजिङ कमिटीलाई मेल गरेँ क्या, किनकि जेनजी प्रोटेस्ट भएको थियो नि त भदौ 23 गते। अनि यसले गर्दा त्यो पनि रोक्यो होला भनेर मैले मेल गरेँ, तपाईँहरूको कस्तो छ प्रोग्राम, म आउन मिल्छ, मेरो इक्जाम पोस्टपोन भयो भनेको थियो। अनि उहाँहरूले अनफर्चुनेटली तपाईँको प्लेस चाहिँ हामीले अरूलाई नै दिइसकेका छौँ, अब केही भयो भने तपाईँलाई कन्ट्याक्ट गर्छु रे। ल त भनेर बसेँ। किन गर्न सकिन्छ र, सायद मेरो भाग्यमा छैन होला भनेर बसेँ। अनि त्यसपछि त्यही हो होइन। अनि बसेँ। अनि एक दिन दिउँसो यत्तिकै थकित मुद्रामा म बसिरहेको थिएँ क्या। अनि एनामस एउटा नचिन्ने नम्बरबाट कल आयो क्या। अनि उठाएँ, हेलो बिन्ता अरे। अनि को बोल्नु हो भने, म यो राइटिङ प्रोग्रामको अर्गनाइजिङबाट, तिमी आउन सक्छौ रे क्या। अनि मैले त हुन्छ कहिले हो भने त पर्सि रे क्या। अनि ल हुन्छ भने क्या। म यति एक्साइटेड भएर मैले 1 घन्टामा मेरो ब्याग प्याक गरेर सबै रेडी भएर बसेँ क्या। अनि त्यसपछि म त्यो राइटिङ प्रोग्राममा गएँ। त्यो बेला मलाई फिल भएको थियो क्या, कुनै पनि कुरा मैले त्यो प्रोग्रामको लागि यति विस गरेको थियो कि सायद
के भयो त्यो बेला जेन्जी प्रोटेस्ट भएर पुरा युनिभर्स नै यताउति भएर म त्यसमा पार्टिसिपेट हुन पाएँ क्या लाइक हुन्छ नि। अनि त्यो बेलादेखि मेरो थिङ्किङ प्रोसेस कम्प्लिटली चेन्ज भएको छ के